नमस्ते, म सोभिता गौतम, कानून न्याय तथा संसदीय मामिला मन्त्री। नेपाल सरकारले अध्यादेशहरू जारी गरेको छ। तपाईले अहिले यो समाचार सुनिरहनु भएको होला। यसको पक्ष र विपक्षमा भएका बहस पनि हेरिरहनु भएको होला। आज म तपाईलाई सरकारले किन अध्यादेश जारी गर्यो, किन यो आवश्यक थियो भन्ने कुरा त भन्छु नै, तर त्यस विषयमा प्रवेश गर्नु अघि म विधिको शासन, रुल अफ ल अन्तर्गत हाम्रो प्रणालीले कसरी काम गर्छ भन्छु है त। विधिको शासनमा सरकार आफै पनि नियममा बाँधिएको हुन्छ। अब नियम बनाउने को त भन्दा विधायिका, पार्लिमेन्टेरियनहरू। पार्लिमेन्टले बनाएको कानूनको अधीनमा रहेर सरकारले काम गर्न मिल्छ। अझै यसको व्याख्या गरौँ, नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय गरी 3 तहको संरचना परिकल्पना गरेको छ। सङ्घीय प्रणालीमा मात्र सीमित रहेर कुरा गर्दा सङ्घीय संरचनामा कुल 165 निर्वाचन क्षेत्र छन्, जहाँबाट 165 जना जनप्रतिनिधि प्रत्यक्ष रूपमा जनताद्वारा निर्वाचित हुन्छन्। त्यसबाहेक चाहिँ 110 सिट समानुपातिक प्रणालीका लागि छुट्याइएको हुन्छ। समानुपातिक प्रणालीमा जनताले पार्टीलाई मतदान गर्छन् र पार्टीले प्राप्त गरेको मतको अनुपातको आधारमा हरेक पार्टीबाट समावेशितालाई चाहिँ सुनिश्चित गर्दै विभिन्न वर्ग, समुदाय तथा सीमान्तकृत समुदायका प्रतिनिधिहरू संसदमा पठाउँछ। यसरी 165 प्रत्यक्ष र 110 जना समानुपातिक गरी कुल 275 जना सांसद मिलेर प्रतिनिधि सभा गठन हुन्छ। हाम्रो संसद 2 सदनात्मक, यानी कि बाइक्यामेरल लेजिस्लेचर हो। तल्लो संसद र माथिल्लो सदन दुईवटा छ। तल्लो सदन प्रतिनिधि सभा हो भने माथिल्लो सदन राष्ट्रिय सभा हो। कानून निर्माणको सामान्य प्रक्रिया कस्तो हुन्छ भने सरकारले पहिले एउटा ड्राफ्ट तयार गर्छ, जसलाई विधेयक भनिन्छ। जुन विधेयक संसदको 2 मध्ये पहिला एउटा सदनमा पेश गरिन्छ। मानव कुनै विधेयक चाहिँ प्रतिनिधि सभामा पेश भयो भने त्यस विधेयकमाथि संसदको समिति र पूर्ण बैठकमा छलफल हुन्छ। सांसदहरूले आवश्यक संशोधनहरू पनि प्रस्ताव गर्छन्। बहुमतका आधारमा संशोधनहरू पारित हुन्छ र विधेयक पनि त्यसरी नै पारित हुन्छ। प्रतिनिधि सभामा पारित भएपछि त्यो विधेयक राष्ट्रिय सभामा जान्छ, जहाँ फेरि प्रतिनिधि सभा जस्तै प्रक्रिया दोहोऱ्याइन्छ। राष्ट्रिय सभाले पनि सुझावसहित विधेयक पुनः प्रतिनिधि सभामा पठाउँछ। दुवै सदनबाट विधेयकहरू पारित भएपछि प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा जान्छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि त्यो विधेयकले ऐनको रूप लिन्छ। ऐन सङ्घीय कानून हो। त्यसपछि त्यही कानूनको अधीनमा रहेर सरकारले काम गर्छ, काम गर्नुपर्छ। त्यही हो विधिको शासन भनेको। प्रतिनिधिले कानून बनाउँछ र त्यही कानूनको अधीनमा रहेर चाहिँ सरकारले काम गर्छ। यो कानून निर्माणको सामान्य प्रक्रिया हो। यसरी नै चलिरहेको हुन्छ। तर जब संसद अधिवेशन चलेको अवस्था हुँदैन र कुनै कानून आवश्यक भएको कारणले, अभाव भएको कारणले सरकारले काम गर्न सकिरहेको हुँदैन वा कठिन भइरहेको हुन्छ, त्यस्तो अवस्थामा संविधानले अध्यादेश लिएर आउने अधिकार पनि सरकारलाई दिएको छ। संविधानको धारा 114 मा संघीय संसदको दुवै अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा चाहिँ तत्काल केही गर्न आवश्यक परेमा मन्त्री परिषदको सिफारिसमा अध्यादेश जारी गर्न सक्नेछ भन्ने व्यवस्था गरेको छ। मन्त्री परिषदले अध्यादेशको मस्यौदा तयार गरेर राष्ट्रपति समक्ष पठाउँछ र राष्ट्रपतिले स्वीकृति दिएपछि त्यो अध्यादेश कानून सरह नै लागू हुन्छ। तर त्यो अध्यादेश 60 दिनभित्र संसदमा पेश गर्नै पर्छ। यदि संसदले पारित गरेन भने अध्यादेश स्वतः खारेज हुन्छ। यदि सरकारले त्यस्तो अध्यादेशलाई स्थायी कानून बनाउन चाहन्छ भनेदेखि संसदबाट पारित गराउनै पर्छ, त्यो अनिवार्य नै हुन्छ। अब यो सबै कुरा बुझेपछि अध्यादेश किन सधैँ आलोचनाको विषय बन्छ त? आखिरमा संसदमा जाने नै रहेछ, किन आलोचनाको विषय हुन्छ त भन्ने कुरा पनि बुझ्न जरुरी हुन्छ। विगतमा धेरै सरकारहरूले अध्यादेशको दुरुपयोग गरेका उदाहरणहरू छन्। विगतमा यस्ता दृष्टान्तहरू पनि छन् जहाँ अध्यादेश ल्याइयो, स्वार्थ पूरा गरियो र त्यसलाई संसदमा नल्याइकन खारेज गरियो। त्यसैले अध्यादेशप्रति अविश्वास र आलोचनाहरू हुने गर्छन्। तर यसपटकको सन्दर्भ चाहिँ निकै फरक छ। यो सरकारले काम तीव्र गतिमा गर्न चाहन्छ। केही क्षेत्रमा कानूनको अभाव वा अस्पष्टता भएका कारण काम अगाडि बढाउन कठिन भइरहेको थियो। त्यस्ता कानूनी अवरोधहरू हटाएर तुरुन्त निर्णय गर्न कानून आवश्यक थियो र हामीले अध्यादेश लिएर आयौँ। अहिलेको सरकारसँग संसदमा बहुमत छ, लगभग 2/3 नै छ। त्यसैले कुनै कुरा लुकाएर वा पर्दा पछाडि बसेर योजना बनाएर खुसुक्क गरिरहनु पर्ने अवस्था छैन। संसद मार्फत कानून पारित गर्न सक्ने क्षमता यो सरकारसँग पर्याप्त मात्रामा छ। यो सरकार द्रुत गतिमा काम गर्न चाहन्छ। सामान्य प्रक्रियाबाट विधेयक पारित गर्दा हुन्थ्यो नि त, कानून ल्याउँदा हुन्थ्यो नि त भन्ने कुराहरू पनि हुन सक्छ। तर त्यसरी सामान्य प्रक्रियाबाट संसदमा गएर विधेयक पारित गर्न एकदम फास्ट ट्र्याकमा काम गर्दाखेरि पनि कम्तीमा
3-4 महिना लाग्न सक्छ। त्यसकारण सरकारले द्रुत गतिमा प्रभावकारी रूपमा काम गर्न अध्यादेश सिफारिस गरेको हो। सम्माननीय राष्ट्रपतिबाट जारी भएका सबै अध्यादेशहरू हामी संसदमा पेश गर्छौं नै। यो अध्यादेश कुनै छद्म उद्देश्य पूर्ति गर्नको लागि ल्याइएको होइन। यो राम्रो काम गर्नको लागि, छिटो काम गर्नका लागि र सरकारलाई अझ प्रभावकारी रूपमा जनताका मुद्दा समाधान गर्नका लागि ल्याइएको। सरकारले जे गर्छ पारदर्शी रूपमा जनताको हितमा काम गर्छ।